हेलो साथीहरू, नमस्ते। झोले धेरै धेरै स्वागत छ तपाईँहरूलाई मेरो न्यू ब्लगमा। म तपाईँको साथी भीमा थापा मगर। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि ठिकै छु साथीहरू। आज चाहिँ म नौलो ठाउँमा आएको छु भने घरदेखि अलि परै हो, गाउँ नै हो। अनि गाउँमै आएको छु। यहाँ चाहिँ म चाहिँ यहाँ ओडामा आएको थिएँ कि हिजो काम अब आदि गरेर गएको थिएँ है, सकेको थिएन। अनि आदि चाहिँ त्यत्तिकै थियो, आज चाहिँ पुरा गरेर आएँ। मैले चाहिँ यो पाउनु थियो के कागज फाइनल्ली यो चाहिँ पाइसकेँ। के हो भन्नु होला है। यो चाहिँ जग्गाको उस बुझाएको के, जग्गाको कर तिरेर आएको। अहिले चाहिँ नयाँ सिस्टम रहेछ नि त, कति गाह्रो भयो कि। त्यो गाह्रो भन्दा नि के भन्ने है, फर्स्ट टाइम यस्तो भएको नि त बुझाउन। पहिला यस्तो थिएन नि त सिस्टम यस्तो थिएन। अनि त्यसपछिबाट फेरि यत्रो टाइम पनि लाग्थेन, उतिखेरै हुन्थ्यो नि त पहिला बुझाउनको लागि चाहिँ। अहिले चाहिँ नयाँ सिस्टम आएको रहेछ, अनि तरिकाहरू पनि नयाँ रहेछ है। अनि त्यो भएको कारणले गर्दा चाहिँ पहिला चाहिँ अब रसिदहरू पनि अर्कै हुन्थ्यो, अहिले चाहिँ पुरा यस्तो भरेको हुँदो रहेछ कि, यस्तो हुँदो रहेछ अहिले चाहिँ है। अनि त्यही भएको कारणले चाहिँ टाइम लागेको कि। अनि यो ठाउँमा चाहिँ हाम्रो घरदेखि यो ठाउँ चाहिँ अलिकति थोरै पर पर्छ कि, 10-15 मिटर जति टाढा होला है, धेरै टाढा छैन। जस्तो समथिङ मलाई त्यस्तै लाग्छ है, तर ठ्याक्कै यति भन्न चाहिँ सकिनँ, त्यति जति होला भन्छु नि। यतातिर सब घरहरू यतातिर नि घरै घर छ कि। हाम्रो ओडा चाहिँ यहाँबाट अलि हल्का देखिन्छ, अलिअलि मात्रै। यो त्यो के भन्छ, मार्बल लाएको घर के, मार्बल त्यो लागेको छ नि। अनि त्यो झन्डा देखेछ हल्का फुल्का, नाइन देख्यो। यहाँबाट चाहिँ टाढै पऱ्यो, म अलिकता टाढै आइसकेँ। अनि यतातिर पनि सब प्लटिङ बनेको रहेछ कि। म चाहिँ धेरै यतातिर आएको थिइनँ कि, थुप्रै भएको थियो। अहिले चाहिँ नयाँ घरहरू बन्दै थियो, अहिले चाहिँ धेरै घरहरू बनेको रहेछ है। नयाँ नौलो भएको क्या। अब आफ्नै गाउँमा नि अब हामी भनेको अब खासमा काम परे मात्रै हिँड्ने है, खासै हिँडिन्न। अनि त्यो भएको कारणले गर्दा चाहिँ नयाँ लाग्ने क्या। धेरैमा हिँड्दाखेरि त अब यस्तो बनिसकेको भन्ने हुने क्या, नयाँ लाग्ने। त्यही भएर नि यहाँ सबै नौलो देखेको छु कि मैले चाहिँ, नयाँ मात्रै देखेछु। अनि त्यसपछि यता सबैले खेती गर्नुहुन्छ, तर यहाँ प्लटिङ गरेको यो चाहिँ अर्काको जग्गा। यहाँ प्लटिङ गरेर पनि यस्तो मजाको के। यो चाहिँ प्लटिङ होइन, खेतै छ। यो चाहिँ बेच्नु भएको छैन है, गहुँ मसुरो लगाउनु भएको छ क्या सबैले। र यताको खेती भनेको नि त्यही गहुँ र मसुरो हो कि, त्यस्तो छ। अनि तपाईँहरूकोतिर चाहिँ कस्तो छ, तपाईँहरूले पनि देखाउनु होला। हाम्रो चाहिँ यस्तो छ यतातिर। म चाहिँ अब घर फर्केको, घर जाँदैछु। घर गएर म तपाईँहरूलाई चाहिँ राम्रोसँग देखाउँछु। यो चाहिँ यस्तो हुँदो रहेछ, यस्तो प्रकारको। तपाईँहरूलाई नि कतिलाई यस्तोकै फेरि ओडामा भोट दिनुहुन्छ नि त कागजहरू। हामीलाई त पहिलोपटक जाँदा त केही थाहा हुन्न नि त, सबै आफूले भोट दिने गर्नुहुन्छ नि त। अनि यहाँ त भोट दिन नि नखोज्ने के, अनि आफै भर्नुहोस् भन्ने त्यस्तो खालको के। अनि मलाई भर्न लगाउनु भयो पहिलोपल्ट। अब इङ्ग्लिसमा त थिएन, नेपालीमै थियो होइन। तर जग्गाको के कति भन्ने कुरो त सबै थाहा हुँदैन नि त। अलिअलि त भरे है। अनि टाइम गइसक्यो, भोलि आउनुहोस् भन्नुहुन्छ, केही भन्दा नि भनिदिनुहुन्न है। अनि यस्तो लेखिदिनुहोस् भन्नुहुन्छ। अब त्यत्रो धेरैमा त्यस्तो लेखेर उ गर्नलाई कहाँ जानिनु हामीले नि, त्यही भोट्दै गर्दाखेरि। तर मलाई चाहिँ सहयोग गर्नुभयो। अनि मलाई चाहिँ अध्यक्षले सहयोग गर्नुभयो के, त्यहाँको अध्यक्षले सहयोग गर्नुभयो। सहयोग गरेर अनि आउनुहोस् भनेर आफैले भरिदिनु भयो क्या अध्यक्ष। फेरि अब चिन्ने जानेको है, हाम्रै अब साइनोले भेना पर्नुहुन्छ क्या। अनि साइनोले भेना पर्नुहुन्छ। अनि उहाँले चाहिँ टाइम गइसक्यो आउनुहोस्, मैले भरिदिन्छु भनेर भरिदिनु भयो क्या अध्यक्षले नै। अनि म चाहिँ गएर साइन गराएर सबै डकुमेन्टहरू रेडी गरेर छोडेर आएको थिएँ है। आज चाहिँ अब त्यही पैसा भर्नु मात्रै बाँकी थियो। अनि गएर पैसा भरेर आउन चाहिँ आज चाहिँ धेरै टाइम लागेन। कति राम्रो गाउँ भएको यता, कस्तो राम्रो अरे। अनि टाइम लागेन। म चाहिँ गएर अहिले चाहिँ फर्केको। अब चाहिँ म चाहिँ घर हिँड्दैछु एक्लै। आज चाहिँ अब साधन पनि छैन, नानीले लिएर गए साधन पनि।
अनि चाहिँ आज चाहिँ हिँड्दै जान्छु, खासै काम पनि छैन भनेर चाहिँ म चाहिँ हिँड्दै अब एक्सर्साइज पनि हुन्छ नि खुट्टाको, त्यही भएर हिँड्दै हिँडेको, खासै टाढा पनि छैन। म चाहिँ घर आइपुगेँ। अनि घरमा आएर चाहिँ यो कागज हेर्न लाग्यो क्या। कागज चाहिँ अहिलेको नयाँ कागज चाहिँ यस्तो हुँदो रहेछ के चाहिँ। अनि यसमा चाहिँ सबै विवरण हुँदो रहेछ कि यस्तो खालको, अब पढेर नि नभ्याइने खालको के लेखेको है। अनि यस्तो हुँदो रहेछ। मैले एउटा कुरा कस्तो लाग्यो भन्दाखेरि यस्तो बुझ्दाखेरि सम्पत्ति भएर पनि पैसा नभएपछि काम रहेनछ। आमा यहाँ हेर्नु, अब सम्पत्ति आफ्नो भएर पनि है, अब पैसा भएन भने त्यो कर बुझाएन भने त्यो सम्पत्ति अब आफ्नो नहुँदो रहेछ क्या। अब कारबाही हुँदो रहेछ है। त्यही भएर सम्पत्ति भएर पनि पैसा भएन भने काम रहेनछ। त्यही भएर पैसा चाहिँ हुन पर्दो रहेछ, सम्पत्तिले काम नगर्दो रहेछ साथीहरू। अहिले चाहिँ मलाई यस्तो भयो, जहाँ यति बुझाउनको लागि है, अब जग्गा पनि धेरै छैन। अनि अब त्यो चाहिँ सालुन नै बुझाउनु पर्ने, सालुन नै पैसा चाहियो। अब हुनेले त बुझाउलान् गरे, अब नहुनेले के बुझाउँछन्। जसो तसो बिहान साँझ अब काम गरेर छाक टार्न गाह्रो हुनेले चाहिँ के बुझाउँछन् है। सम्पत्ति भएर पनि उनीहरूलाई त गाह्रो हुन्छ नि। कोहीको त अब सधैँभरि पैसा हुन्न नि त। अनि उनीहरूले चाहिँ के बुझाउँछन्, यो चाहिँ अलि नराम्रो लाग्यो क्या। अब दुःख गरेर सम्पत्ति जोडो अनि कर चाहिँ बुझाउनु पर्ने। हुन त अब हाम्रै लागि अब पछि अब केही कुरामा काम त लागेको होला। सके अब वृद्धा भत्ता नि त्यहीबाट काटेर दिएको होला। अब ठाउँमा बाटोघाटोहरू निर्माण भएको छ, त्यहीबाट भएको होला न। त्यही पनि मलाई चाहिँ एकदम रिस उठ्यो। यो चाहिँ अलि सम्झिँदा नि मलाई चाहिँ झ्याउ लाग्यो। अब यत्रो थोरै सम्पत्ति छ है, अब यत्रो पैसा लिने। पैसा चाहिँ अब कति थुप्रै लियो क्या पैसा पनि। अब 400-500 भए त ठिकै नै हुन्थ्यो, तर धेरै लियो। कति 2000 3095 रुपियाँ लियो क्या, 85 रुपियाँ लियो क्या। अनि 95 3095 लियो। अनि यो चाहिँ ठिक लागेन। यत्रो पैसा तिर्नु भनेको त अब आफ्नै जग्गाको, अर्काको नि होइन, आफ्नै जग्गाको यत्रो पैसा तिर्नु भनेको यो चाहिँ ठिक लागेन। तर पनि मेरो काम चाहिँ अब छिटो गराइदिनु भयो। अध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद। अध्यक्षज्यूले गर्दाखेरि चाहिँ काम अब छिटो भयो। उहाँ चिने जानेको भएको कारणले चाहिँ काम छिटो भयो मेरो चाहिँ। उहाँले अब छिटो फर्म भरिदिनु भयो। म चाहिँ रल्लै परेर बसेको थिएँ है। अब सधैँभरि भर्ने यताउता जान्ने भएको भए त है केही जस्तो लाग्थेन। अब 81 पढ्न छोडेको नि कति भयो। अब त आमा म स्कुल जान्छु। अब त मलाई त हिजो त फर्म भर्दाखेरि त म त के भर्ने होला जस्तो भएको, नेपालीमा लेख्दा पनि। आमा म स्कुल जानुपर्छ क्या, स्कुल पढ्न जानुपर्छ क्या। यो चालले त हुन्न। अब यस्तो फर्म भर्न पनि नसक्ने अवस्था आएपछि अरूको सहायता लिनुपर्ने भएपछि त यो त पढेर नि कामै लागेन नि। अब फेरि सुरुबाट पढ्नु पर्यो। अब सिस्टमहरू चेन्ज भएको रहेछ। अब नयाँ अब सब कुरा जान्नको लागि त पढ्नै पर्दो रहेछ साथीहरू। त्यही भएर म चाहिँ अब काम त पुरा गरेर आएँ। काम पुरा गरेर आए पनि त मनमा चाहिँ शान्ति चाहिँ भएन क्या। यत्रो पैसा तिर्नु पर्यो। अब भोलि बिहान हाम्रो त अब पछि त अब अहिले पो आमाले तिर्नु भएछ है। अब भोलिको दिनहरूमा अब हामीले तिर्नु पर्यो भने चाहिँ हामीले चाहिँ के तिर्ने, मलाई टेन्सन भयो क्या। अब त्यति पैसा पनि हुन्न र भन्नु होला कसैले चाहिँ। कुनै बेलामा त 1 रुपियाँ पनि हुन्न साथमा साथीहरू। कहिले कस्तो हुन्छ है। अब त्यो बेलामा अब तिर्न पाएन भने त अब कानुन अनुसार कारबाही भयो भने त ज्या हुन्छ नि त। आफ्नै सम्पत्तिलाई कारबाही हुने भयो भने त त्यो त एकदम नराम्रो हुन्छ। त्यो भएको कारणले चाहिँ अलि नराम्रो खल्लो लाग्यो। ठिकै छ, केही छैन साथीहरू। आफ्नै सम्पत्ति भए पनि अब तिरी भाडा तिरे जस्तो गरेर राख्न परे पनि ठिकै छ। के गर्नु, तिर्नै पर्यो। हस् त साथीहरू, म चाहिँ अब घर आइपुगेँ। अब चाहिँ घरतिर पनि अब हेर्नु पर्यो। नानी बाबु अब छुट्टी हुने बेला भयो। नानी बाबुको स्कुलबाट आउने बेला भयो। मैले चाहिँ नास्ता गराइदिनु पर्ने हुन्छ नानी बाबुलाई। म चाहिँ नास्ता गराउन लाग्छु। तपाईँहरूले पनि के गर्दै हुनुहुन्छ? नास्ता खानुभयो कि खानु भएन? दिन कस्तो बितेछ कमेन्टमा लेखिदिनु होला। भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला भन्दै म चाहिँ बिदा हुन्छु। हस् त।